एकैछिन यो भिडियो हेर्नुहोस् त साथीहरू। हाम्रो पार्टीको अध्यक्ष यो देशको प्रधानमन्त्री बनाउनु पर्छ नेपाली जनताले, अनि मात्रै नेपाली जनताले त्यो काम गर्न पाउनेछ। अब यो भिडियो हेर्नुहोस् त। सुन्नु न, पेट्रोलियम पदार्थको मूल्य अलिक घट्यो होइन अहिले? कसले गर्दा घट्यो थाहा छ? कसले गर्दा घट्यो? हामी होला नि त संशोधन गर्दा होइन। हाम्रै छिमेकमा झन्डै भारत र पाकिस्तानको अलिकति हात हलाल त भएको थियो, तर हात हलाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ विस्तार हुन नपाओस् है, यो हात हलालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अनि अब यो भिडियो हेर्नुहोस् त। राईलिम्बूले बालेनजीलाई भोट हाल्नुहुन्छ र? ए कसले सोचेको थियो? क्षेत्री, बाहुन, दलित, मुस्लिम, मधेसी सबैको पार्टी हो यो। राईलिम्बू मात्रै बस्नुपर्छ भन्ने छैन। अब यी सबै भिडियोहरू हेरिसकेपछि तपाईँहरूलाई अझ पनि लाग्छ उहाँलाई प्रधानमन्त्री बनाउनुपर्छ, उहाँले के गर्नुहुन्छ, उहाँ प्रधानमन्त्री बन्ने लायक हुनुहुन्छ जस्तो लाग्छ तपाईँहरूलाई?